सिन्धुली म्युजियम जाँदैछु है। यसो घुम्नलाई आइदिएको हो खासमा। हेरौँ कस्तो रहेछ देखाउने छु। अहिले चाहिँ बाटोहरू खतरा रहेछ यहाँ। ल फाइनली आइपुग्यो गाइज सिन्धुली गढी प्रवेशद्वार। ल गढी प्रवेश है। म्युजियम जाँदैछु है म्युजियम। आउनु त आइयो तर खोइ दाइ 10-15 मिनटको लागि हुन्न 10 मिनटको लागि हेरेर मात्रै। छ ल अब हामी चाहिँ होइन सिन्धुली गढीको म्युजियमभित्र पसिसकेको छ है। बस्न लागेको छ। अब कस्तो रहेछ हेर्नु पर्यो है। कस्तो रहेछ ठाउँ चाहिँ दामी लाग्यो मलाई। यहाँ चाहिँ किन बस स्ट्यान्ड यहीँ बाइकहरू यहीँ रोक्ने हो। ल के गाडी साडी लिएर आउँदो रहेछ मान्छेहरू। यो चाहिँ बस पाएको रहेछ। अब हामी अगाडि जान्छौँ है। ल अब हामी छिर्यो म्युजियमभित्र। कस्तो रहेछ म्युजियम सिन्धुली गढीको होइन। नेपाल पनि राम्रो राम्रो ठाउँ छ हो। नेपालमा केटाहरू यहाँ घुम है घुम्न आऊ है। सिन्धुलीमा आउने केटाहरू म्युजियममा है। आज हामी म्युजियमभित्र जाँदैछु र है। टक्क अब कस्तो रहेछ हेरौँ न। अब यसो मेमोरी पनि हुन्छ जिन्दगीको होइन। के कस्तो रहेछ हेर्नु पर्यो। यही हो बाटो चाहिँ पुरै पिच रहेछ। जङ्गलै जङ्गल रहेछ होइन। यस्तै हो म्युजियमभित्र। त्यहाँ थुक्पा छ। ल यहाँ आइसक्यो है। यो चाहिँ सङ्ग्रहालय है। यहाँको चाहिँ सिन्धुली गढीको मेन है यही हो है। दामी रहेछ ठाउँहरू।
यो चाहिँ टक्क यहाँ हाम्रो हेर न लाउरे पनि यहीँ छ सिगारी व्यवस्था हो दामी सङ्ग्रहालय युद्ध सङ्ग्रहालय यही हो है आमा म्युजियम यासमा हेर न यहाँ भ्यान्डी यस्तो मान्छेहरू पनि टन्नै ठिकै भिडियो एकछिनलाई पज गर्छु किन भिडियो एकछिनलाई पज विजय सर्लको घुमेर अनि माथि जाने डाँडामा कता भिडियो गर्नु यो चाहिँ हो भयो है हो त्यो माथि जाने हो यहाँ ओ मुखमा भला लाएर राखेर बोलेकै छ यही हो के अरे यो ल अब हामी माथि जाँदैछौँ है यो माथि जाँदैछु होइन कस्तो रहेछ होइन हेर न यो म्युजियम यस्तो बबाल म्युजियम छ तर काठमाडौँको भन्दा दामी म्युजियम लाग्यो है मलाई चाहिँ यहाँ कति यो त यो भर्याङदेखि छ यो 300 मिटर अग्लो जानुपर्छ होइन पुरै ठाडो छ अझै छ माथि यार यस्तोमा हेर त यस्तो दुःख गरी इन्जोय गरिरहेछ हामी यार होइन अनि मर्निङ वाक पनि दामी नै हुन्छ नि अनि कस्तो लागिरहेको छ तिमीलाई बवाल यार बिस्तारै तिमी त यत्तिकै हिँड्न सकिरहेको छ म त सकिरहेको तिमी त पहिला पनि आएको होइन र यहाँ यो लागि दुईचोटि भयो अब 3 चोटिमा तिमीलाई चाहिँ अवार्डै दिला जस्तो सिन्धुली गढीले अवार्ड दिन्छ तिमीलाई के हो सिन्धुली गढी भन्छ कि सिन्धुलीको म्युजियम भन्छ यसलाई सिन्धुली गढी है सिन्धुली गढी है हेर नि त्यहाँ मान्छेहरू यस्तो यार अब आउनु लाग्यो लास्ट थाकिसक्यो होइन हामी घुम्न लागेको कम्ता हेटौडा हुँदै यो ठाउँको लागि हामी घुम्न आएको खुट्टा त कस्तो दुख्दो रहेछ हो यही हो यति माथिबाट आएको यार हामी अनि दुःख छैन त यहाँ यहाँ आन्टीहरूले टिकटक बनाउँदैछ होइन दामी यो टुप्पामा त केही रहेन यार सुनसान छ कि क्या यहाँ त यही हो यति नै हो अब पहिला यहाँबाट युद्ध हुँदाखेरि तोप हान्ने ठाउँ यही है त्यो पुवालमा तोप राखेर है ल हामी यही टुप्पासम्म आइपुग्यो होइन अब यति नै अब के छ हेरौँ है पहिला युद्ध हुँदाखेरि होइन यहाँबाट पुरै तोप हान्थ्यो अरे कि यो गोलो छ नि यो गोलो जहाँ छ गोलो अनि यो चाहिँ के हो कुवा यहाँ चाहिँ ब्रिटिसहरूलाई पक्रिँदै यहाँ हाल्दै गर्थ्यो अरे क्या पहिला मार्नको लागि चाहिँ यही पुलमा हाल्थ्यो अरे क्या यही भित्र अहिले पनि तर्साइरहेको छु कराइरहेको छ अलिअलि मान्छे यो डाँडा यहाँबाट अब चढेर हेरौँ न कति कलको रहेछ
हेर न यहाँ यस्तो डाँडा छ यार जङ्गलै जङ्गल गोर्खाली भनेर चिन्ने ठाउँ यही सिन्धुलीगढी देख्यो ल अब हामी फर्किन लागेको यार अब फर्किँदैछु है अब एसडीमा आएको कि यार है टक 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 घुम्नुपर्छ है केटाहरू जिन्दगीमा यार इन्जोय गर्नुपर्छ है लाइफमा ल फेरि पछि भेट्नुपर्छ ल मेरो केटाहरू अब होइन सिन्धुली गढीको म्युजियमबाट हामी सिधै अर्को म्युजियममा जाँदैछौँ क्यामराम्यान पनि फेरि डरै छ मलाई त यो ठाउँ भन्दा पनि क्यामराम्यानलाई देखेर हाँसो लाग्यो चाहिँ नभन न हौ यार सोल्टा मेरो सोल्टा हो क्यामराम्यान उहाँ आएर म्युजिक हानिरहेको त्यही भएर सिङ्गर पनि बन्नुपर्छ सिङ्गर बन्नुपर्छ यहाँ हेर कृष्ण विक्रम थापा पहिला युद्ध हुँदाखेरि होइन अनि त्यहाँको त्यो हुन्छ नि त्यो युद्ध बुझ्यो नि अब यहाँ आउँदाखेरि यस्तो दुःख त छैन तर राम्रो छ होइन अब है ऊ यता आन्टीहरूले पनि अर्को युद्ध हान्दैछ बुझ्यो नि यस्तो अब हामी कहाँ जाने कलाघर अब कलाघर जाने सिन्धुली गढीको है म्युजिक कलाघर बुझ्यो नि यस्तो रमाइलो गर्ने यहाँ हेर्नु मान्छेहरू कम्ती आएको छ सबले जिन्दगीको मजा लिइरहेछ त्यही भएर बस्नु न चलिहाल्नुपर्छ जो घरमा छ घुम्नु पर्ने हो भनेर सोच बनाइरहेछ भने पैसा लिने चलिहाल्ने घोडा यहाँ छ यही हो हाम्रो घोडा अब यसमा जाने हो म्युजिक है यो चाहिँ सिन्धुली गढी हो है सिन्धुली गढी आयो भने चाहिँ उडाउ है केटा जिन्दगीमा भाइ बाई बाई ल बाई बाई ल